आज के मौसम देख के दिल गार्डन गार्डन हो रहा है। बबाल चाहिँ आजको चाहिँ जाडो जाडो भइरहेछ होइन। हामी चाहिँ सामान किन्न आएको, बर्खा लाग्न लाग्यो, झुन जाडो भइरहेछ कि। आज 10 गते माघ हो कि फागुन त्यो पनि थाहा छैन। देखा आपने लापरवाही का नतीजा हो कि फागुन त्यो पनि थाहा छैन। माघ फागुन चैत कति हो, जाडो जाडो फिल भइरहेछ होइन। अलि रमाइलो भइरहेको थियो होस् यो जाडो महिनामा। अलिकति सुरक्षित भयो होइन, ठिकै ठिकै भयो। अब चाहिँ गर्मी लाग्न लागिसक्यो, केही छैन। आज चाहिँ हिउँ पर्छ, पहाडी र हिमाली भेगौँ भन्ने भएको थियो। डब्ले कोही त इलांటి रोगाలు వస్తారా మీకు? अहिले सुन पढाइ देखिएको छैन, अब पछि पछि के हुन्छ हेर्दै जाउँ। होला माघको 10 गते हो। आज पानी पर्न चालु भइसक्यो होइन। बर्खाको सिजन स्टार्ट हुन लाग्यो जस्तो लाग्यो। आज जाडो पनि धेरै छ, पानी पनि पर्न थालिसक्यो होइन। यताको सब मान्छेहरू यस्तोमा कोचिरहेको छ क्या, कहिल्यै नछिर्ने मान्छेहरू आज उता उहाँ यस्तोमा छिरिरहेछ क्या होइन। यो चाहिँ ट्याक्कै धरहराको अगाडि हो, पानी पनि परिरहेछ। छाता हामीले ओढेको छु अनि सब यता क्या पानी नर्मल परेको कारण सब यस्तो भइरहेछ क्या हालत होइन। अनि यस्तो पानी परिरहेको छ। यो चाहिँ धरहरामा अझै मान्छे छु नै। त्यो पानी परिरहेको बेलामा पानी पर्दा पनि मान्छे अझै छन् धरहरामा। गाइज हामी चाहिँ के 42 छ, छाता एक एकवटा एउटैमा 4-5 जना कोचिरहेको छन् होइन। कन्डिसन यस्तो छ। अनि यो किसिमको गाडी यस्तो छ हालत है। मच्छेगाउँको त जुन अहिले हालत के आउने थाहा छैन, धेरै छन्। किसिमको हालत यस्तो छ। गाडी यताबाट आउने दक्षिणकाली काठमाडौँ गएको छ होइन। यो किसिमको गाडी हो। पानी पनि अलि मुसमुसे परिरहेको छ होइन। बर्खाको सिजन हालत यस्तो छ। मौसम मुसमुसे पानी परिरहेको छ, जाडो छ। आज पहाडी भेगमा चाहिँ हिउँ पर्छ भन्ने सिचुएसन लागेको थियो सबैलाई होइन। एज अ माई ओपिनियन लाज किन भिडियो बनाउनु क्या, भिडियो बनाउँदै लाज मान्नुहुन्न। किनकि जे छ त्यही कन्फिडेन्टली हो कि। अस्ति यही कन्सर्टमा यताको साइड होइन मेला लाग्दाखेरि अस्ति च्यालेन्ज ल्याएर आएको थिएँ मैले होइन, गरेको। आज लाज मान्ने कुनै कुरा छैन कि, कुनै गलत काम गरेको छैन। मोबाइल मेरो कब हो क्या ये? कब हुआ कब? हो, फेस मेरो छ, भिडियो मैले बोलिरहेको छु, लाज मान्ने कुरै छैन। यो कितिपुको गाडी आयो, लाइन लाग्यो। अब भेडाबाख्राहरू लाइन लागिसके पुल तार्नलाई। भेडाबाख्राहरूको लाइन यस्तो छ गाइज होइन। सिङ्गल पुल होला त्यही होइन, सिङ्गल पुल होला त्यही भएर एउटा मात्रै भाग्छ अहिले त पुलबाट ढोका यस्तरी चढ्नु परिरहेछ होइन। यस्तै छ क्या किर्तिपुर र मच्छेगाउँ जाने गाडी भनेको यस्तै हो। किन भन्दाखेरि यो नगाउँबाट हाइस आउँछ, अहिले पानी परेर सब चढेर आउँछन्। आधा भेडाबाख्राहरूलाई उता गुफामा भुल्याएको छु यस्तरी भुल्याएको छु होइन। भोलि भिडियो कमेन्ट आउला। अनि आधा यस्तो छाता ओढेर यता बसिरहेको होइन, आधा यो सब यता छ होइन। अनि गाडीहरू चाहिँ यताबाट आउने हो, हाम्रो गाडी पनि यतैबाट आउने हो, उता साइडबाट हामीले जाने। अब यो गाडी प्याक है, गाडीको यात्रा गर्दैछु। अब के हुन्छ, गाडीको यात्रा भिडभाडमा यस्तो गर्दैछु किनकि अब च्यालेन्जिङ पनि हुनसक्छ। यस्तो पानीमा धेरै गाडीमा प्याक पनि हुनसक्छ। हेर्दै जाऊ होइन। म भित्रको पनि अपडेट देखाउँछु। यता हालत यस्तो छ क्या आजको हेर यस्तो छ। छाता भित्र छु भनेपछि होइन, छाता यस्तो एउटा नल्याउनेको हालत यस्तो छ क्या। भेडाबाख्रा जसरी भिज्दै जानु परिरहेको छ। छाता नल्याउनेको कन्डिसन चाहिँ, नल्याउनेको हालत भनेको यस्तै छ होइन। नल्याउनेको हालत चाहिँ मच्छेगाउँको गाडी आइसक्यो होइन। मच्छेगाउँको गाडी आयो, अब सब मान्छेहरू भागदौड हुन्छ क्या यता। मच्छेगाउँ गाडी फाइनली आएको छ होइन। कति मान्छे छ भन्ने कुरा हो क्या। मच्छेगाउँ गाडी चाहिँ फाइनली आयो, 10 मिनट पछि चाहिँ आयो। अघि पनि यही दाइको म गएको थिएँ होइन। मच्छेगाउँ गाडी आइसक्यो। गाडी हो यो, सब चढिरहेको छ। ऊ दाइ त्यहाँ छ मच्छेगाउँ गाडी होइन, सब चढिरहेको छ। म यहाँ भिडियो बनाउनु आफै भित्र जानु नपाला जस्तो छ। अबङ्ग सिट छ, अहिले मार्छ अहिले थोडा गाडीको सिट पाउनु त्यति कुरो गाडी सिट नपाएर अबङ्ग सिट अबङ्ग सिटमा बसिरहेको छ।
प्याक हुन्छ गाडी प्याक हुन्छ